सबैलाई सुन्दर साथी आज त एक्लै छु। यी लप्सी मुला डल्ले खोर्सानीको अचार यहाँ डल्ले खोर्सानी तेलमा फ्राएको सुकेको पनि फ्राई गरेको छु। यो चाहिँ पनिर पनिर बेच्दैन म त्यतै हुन्छ क्या मिठो लाग्छ रस लगाइदियो क्या कोही हुन्छ यो एक्लै बोटुको छ नानी बाबु सबैले लाइक कमेन्ट गरिदिनु नराम्रो नलेखिदिनु तपाईँहरूले लाइक कमेन्ट गर्नुभयो भने पो म तपाईँहरूको भिडियोमा जान्छु र अनि हुन्छ त सबैले कमेन्ट गरिदिनु ल खाएँ ल राश्याम धान भने वर्णन गर्न नसकिने रहेछ। लप्सी र मुला हालेर मिलो क्या दामी भएछ। दामी 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 डल्ले खोर्सानी तेलमै भुटिदिएको बेग्लै टेस्टी हुन्छ डल्ले खोर्सानीको तर पिरो साह्रै मिठो भएछ। लप्सी रानी हेर्नु नि मुला पनि मिसाएको अर्को खोर्सानी तेलमै भुटिरहेको छु। दामी कति तातो पनि र सबैले लाइक कमेन्ट गरिदिनु नानी बाबु सेयर गरिदिनु फलो नगरेर फलो गरिदिनु म पनि नानी बाबुहरुकोमा म जान्छु र लाइक कमेन्ट सेयर फलो सबै गरिदिन्छु ल कन्जुसी नगरी गरिदिनुहोस् हस्